राख्नु छ अनि पहिला अनलाइन राख्नु पर्ने पाउँदैन नि अहिले त एबे जाने सम्झि बाहेक अन्त जानु पर्ने छैन सम्झिबाट धेरै दिनसम्म अरू प्रोसेस नै यो आलु सब यसरी काट्यो नि के आलु के पकाउँदै हुनुहुन्छ दिदी यो कुखुराको भुटान भयो अनि यो चाहिँ खसीको मासु यता चाहिँ पुलाउ छ आज टन्न खानुपर्छ यसमा चाहिँ हाम्रो ब्राउन तार्दै हुन्छ यो चाहिँ खसीको मासु राला झलसिया सेफ दिदी र बहिनी पुलाउ वेलकम टु निरु लामा वाइबाको च्यानल आइयामे खसीलाई झलस्यामै छ मलाई ल बोलौँ न यो चाहिँ हाम्रो पुलाउ हो अनि आज चाहिँ हामीले सानो एउटा दसैँ सेलिब्रेसन गर्नको लागि चाहिँ अब हामी दाईहरू हामी चेलीबेटीहरू चाहिँ परदेशमा छौँ अनि अब जे छ त्यही मिली बारीचिडी खाऊँ भनेर बारीचिडी पकाएको पनि छु हाम्रो चाहिँ यही हो दसैँ हजुरहरूले पनि दसैँको धेरै धेरै शुभकामना तर ढिलो भयो तैपनि जहाँ हुनुहुन्छ खुसी रहनु स्वस्थ रहनु मिल्नुपर्छ सुरु गरौँ आजको प्रोग्राम जय होस् दुईजना नखाने हो रक्सी कहिले नखाने हो